ठमेल 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 सबैले ठमेल भन्दा झट्ट मनस्पटलमा नेगेटिभ कुरा खेल्न थाल्छ। तर मेरो मनस्पटलमा र नजरमा ठमेल के रहेछ हेरौँ है त साथीहरू। आज म एक्लै काठमाडौँको फेमस ठाउँ ठमेल घुम्न आएको छु। कहिलेकाहीँ एक्लै घुम्नुको मजा नै बेग्लै हुँदो रहेछ। भिडभाडको बिचमा पनि आफ्नो सोचसँग रमाउनु पाइने। आज ठमेल आएपछि यही फिल भयो मलाई। दिनको समयमा ठमेल एकदमै लाइफली देखिन्थ्यो। चारैतिर टुरिस्टहरू, क्याफेहरू, सर्भरियर पसलहरू अनि बिजी गल्लीहरू, हरेक कुनामा छुट्टै भाइब्स थियो। तर म बिस्तारै गल्लीहरू हुँदै हिँडिरहेको थिएँ अनि हरेक मोडमा मैले केही नयाँ कुराहरू देखिरहेको थिएँ। कतै ह्यान्डमेड सामानहरू बेचिरहेका थिए, कतै नेपाली आर्ट र ड्रेसहरू सजाएका थिए। विदेशी टुरिस्टहरू फोटो खिच्दै रमाएका थिए भने लोकल मानिसहरू आफ्नो काममा बिजी थिए। त्यो सबै हेर्दा ठमेल केवल एउटा ठाउँ मात्र नभएर कल्चर र लाइफस्टाइलको मिक्स जस्तो लाग्यो। एक्लै हिँड्दा कहिलेकाहीँ साइलेन्स पनि रमाइलो लाग्ने रहेछ। क्याफे अगाडि बसेर कफी पिउँदै मानिसहरूले हेर्दा मन एकदम पिसफुल भयो। ठमेलको हस्टल बिच पनि एउटा छुट्टै क्ल्यामनेस फिल हुन्थ्यो। घुम्दै जाँदा स्ट्रिट फुडको पनि स्मेलले एट्र्याक्सन तानिरहेको थियो। मैले मोमो पनि टेस्ट गरेँ अनि त्यो मोमेन्ट झन् रमाइलो बन्यो। फोनमा भिडियो खिच्दै म्युजिक सुन्दै आफ्नो फेसमा हिँड्दा समय गएको थाहा नै भएन। ठमेलको सबैभन्दा राम्रो कुरा के लाग्यो भने यहाँ आएपछि कोही पनि बोरिङ फिल गर्दैनन्। चाहे साथीहरूसँग आउनुहोस् वा एक्लै, यहाँको भाइबले सबैलाई कनेक्ट गराउँछ। आजको यो सोलो ट्रिप सानो भए पनि निकै स्पेसियल रह्यो। कहिलेकाहीँ आफ्नो लागि पनि समय निकालेर यस्ता ठाउँहरू घुम्नुपर्छ भन्ने मलाई आज फिल भयो। सो आजको भ्लग भिडियो चाहिँ यति नै। सबैजनाले मेरो भिडियोलाई माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला र सी यू।